ल हेर्नुहोस् है 80 मैले यो तेब्रियाको है के भन्नुभएको तेब्रियाको यो तेब्रियाको तेब्रियाको तिन जसलाई तेब्रिया भन्छ नि ए अनि यो चाहिँ तेब्रियाको उहाँको पनि बन्नु आउँदै जाँदै हुनुहुन्छ यो तेब्रिया मैले रङै लु मन छ भने भनेर यो चाहिँ तेब्रियाको है लु अब यो जनै यसरी बनाइन्छ हजुर पर्दो रहेछ धागोलाई त्यसपछि सिक्का बाँध्नुपर्छ यो चाहिँ तेब्रिया धागो यसमा सिक्का बनाउनु पर्यो सिक्का त्यो तेब्रिया एउटा सिक्का भयो सिक्का बन्छ यो चाहिँ हजुरले बनाउनु भएको सबै अब यसरी डोरीमा बटार्नु पर्यो ए त्यो मकै राखेर अब सुई 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 त्यसलाई बटार्दै गयो त्यसलाई त्यहाँ बाँध्नु पर्यो अलिकति ए यसलाई घुमाएको घुमाए अब ए त्यही धागोलाई घुमाई ए बटार्नु भएको जनै बनाउनु पनि गाह्रो रहेछ नि त त्यही त उभिएर अनि बटारे त्यो अब बटारेर रेडी भयो त्यसले बटार्नु भयो सुई सुई अब छेस्कामा बेर्नुहुन्छ लु हेर्नुहोस् है हजुरहरूले पनि सिक्नुहोस् जान्नुहोस् बुवाको सिपहरू पनि अरूले पनि जान्दा राम्रो अहिलेसम्म कतिवटा बाट्नु भयो अहिले बिहानदेखि ए छिटो हुँदैन यसलाई यसरी बटार्दै ल्यायो बटार्दै ल्याउनुहुन्छ अनि भेट गरिन्थ्यो अहिले त बस्दै गर्दै अलिअलि बनाउनुपर्छ बुवाको नाम के पर्यो मेरो नाम गङ्गा प्रसाद हो भट्टराई गाउँ कहाँ पर्यो गाउँ चाहिँ यहाँ मधेसमा त अर्जुन डाँडा 7 पर्यो पहाड त ताप्लेजुङ पहाड त सानैदेखि हजुर यस्तै सिप गर्नुहुन्थ्यो होला है अलिअलि बाँच्दै गरेको थियो सबै थोक आउँछ हौ हजुरलाई त छाना लाउन पनि आउने अलिअलि आउँछ कहाँको धेरै कुरा आउँदो रहेछ नि अब यसलाई के गर्ने फेरि देखाउनु त यो सिक्का बनाउनु खोजेको फेरि अहिले कस्तो बान्नु होइन बाँध्नु पर्यो अहिले यस्तो बाँधेर अनि सिक्का यहाँ यसरी बनाउनु गाँठो पारेर पनि हुँदैन यस्तो सिक्का चाहिन्छ
यो सिक्काले एउटा भयो। अनि त्यसलाई अब जनै बनाएर देखाउनु त लागोस् न। अब यहाँ भिडियो बनाएको छ नि त हजुरको, युट्युबमा नि हाल्नु पर्यो। अब एउटा जनै बनाएर देखाउनु त। ल जाउँ। अब हामी जनै बनाउँदैछौँ है, हजुरहरूले हेर्नु होला। यहाँ गर्मी भयो धेरै। अब हामी जनै बनाउँदैछौँ है। त्यो मोबाइलले यहाँ चाहिँ बुहारी नानी हुनुहुन्छ, यहाँ आमा हुनुहुन्छ। अब यहाँ बुवाको यहाँ अब कसरी फेरि जनै बनाउनु पर्छ त्यो अघि खिचेको भिडियो हेर्नु भएको छ नि हजुरहरूले। अब यहाँ बुवाले अब जनै देखाउँदै हुन्छ, हेर्नुहोस्। सिक्न मन छ भने यो सिप जानिरहनुहोस् सबैजनाले। यसो ल्यायो अनि यहाँ यता ल्याइन्छ। जनै पहिले माथि बाँध्नुभयो। माथि आउला बाँध्यो है। अब यहाँबाट यो सिक्का बनाउन चाहिँ बोल्नु पर्यो। हजुर। ए साउन्ड साउन्ड सिक्का बनाउनु कुरो आउँदैछ। सिक्का बनाउँछु। जनै चाहिँ कति सस्तो पाइन्छ, दुःख चाहिँ कति धेरै रहेछ नि बुवा। दुःख चाहिँ डक्टर यो अनि यो त त्यति सस्तो पनि पर्दैन। यो हातले बनाएको मिसिनले बनाएको चाहिँ अलिक सस्तो हुन्छ। हजुर। यो चाहिँ कसरी गोटा पर्छ बुवा? यो 20-25 रुपियाँ। ए ए 20-25 रुपियाँ गोटा पर्छ। अरू त अब 10-5। के गर्दै हुन्छ फेरि? यो सिक्का बनाएको यो फेरि पञ्च सिक्काको कुरो। अघि एउटा सिक्का, यो दुईटा। त्यो सिक्का चाहिँ कता गएर फेरि बाँध्दै हुन्छ? यहाँ हुन्छ सिक्का। यहाँबाट यस्तो सिक्का भयो अनि यो फुस्काइन्छ। यहाँ हजुरका छोराहरूले यस्तो सिप सिक्नुभयो कि भएन? छैन, सिक्दैन। अनि चाहँदैनन् सिक्न? ल हेर्नु, यस्तो सिप छ बुवाको। म भोलि पर्सि बुवाले डोको बन्नुहुन्छ, के बन्नुहुन्छ सबै देखाउँछु है हजुरहरूलाई। कतिजना छोराछोरी छन् हजुरका? ए ए ताप्लेजुङ कुन ठाउँ थियो हजुर पहिले? ए